सम्पूर्णलाई नमस्कार। सबैभन्दा पहिला त हाम्रो च्यानलमा आइदिनु भएकोमा निकै नै धन्यवाद। र आज हामी क्लास 10 अप्सनल म्याथको केही सिम्पल फर्मुलाहरू जुन चाहिँ हजुरहरूले अब पढ्नुहुन्छ होला, अप्सनल म्याथको सिम्पल फर्मुलाहरू हामीले चाहिँ आज चाहिँ कोअर्डिनेट ज्योमेट्रीबाट केही फर्मुलाहरू चाहिँ भन्न गइरहेका छौँ। त्यसको लागि चाहिँ अब कुन कोअर्डिनेट ज्योमेट्रीमा चाहिँ कुन फर्मुलाहरू चाहिँ तपाईँले क्लास 10मा कण्ठ पार्नुपर्ने हुन्छ त, त्यो आज बुझौँ है त। सबैभन्दा पहिला कोअर्डिनेट ज्योमेट्रीमा चाहिँ हुने भनेको दुईटा अथवा कोअर्डिनेट ज्योमेट्रीमा धेरै कुराहरू हुन्छ। आज चाहिँ हामीले एङ्गल बिट्विन टु स्ट्रेट लाइनको बारेमा पढ्नेछौँ। एङ्गल बिट्विन टु स्ट्रेट लाइन भन्ने बित्तिकै के हुन्छ भन्दाखेरि चाहिँ कुनै पनि पोइन्टबाट दुईटा एङ्गल निस्केको हुन्छ, दुईटा स्ट्रेट लाइन। त्यस्तो दुईटा लाइनले बनाउने एङ्गललाई चाहिँ एङ्गल बिट्विन लाइन भनिन्छ। यो एङ्गल यो चाहिँ थीटा पनि हुनसक्छ, एल्फा पनि हुनसक्छ, बीटा पनि हुनसक्छ, जे पनि हुनसक्छ। यसलाई ए गरौँ, यसलाई बी गरौँ र यसलाई सी गरौँ है त। एबी लाइन र सिबी अथवा बिसी लाइन अथवा बिए लाइनबाट बन्ने एङ्गललाई चाहिँ हामीले एङ्गल बिट्विन टु स्ट्रेट लाइन भनिन्छ। अब एउटा स्ट्रेट लाइनलाई चाहिँ हामीले m1 भनिन्छ भने अर्कोलाई चाहिँ हामीले m2 भनेर भन्ने गरिन्छ। अब सबैभन्दा सुरुमा त एङ्गल बिट्विन टु स्ट्रेट लाइनमा चाहिँ हामीलाई चाहिँ स्लोप निकाल्नु पर्ने हुन्छ। स्लोप एसएलओपी स्लोप m1 अथवा m2 जुन पनि हुनसक्छ। स्लोप हामीले चाहिँ धेरै जसो चाहिँ सुरुमा चाहिँ स्लोप भनेर चाहिँ m1 मान्ने गर्छौँ। हजुरले मान्नलाई चाहिँ जे पनि मान्न पाइन्छ, तर धेरै जसो केसमा चाहिँ स्लोप m1 नै आउँछ। सुरुमा स्लोपको चाहिँ m1 नै निकालिन्छ। त्यो भनेको चाहिँ माइनस कोफिसिएन्ट अफ x अपन कोफिसिएन्ट अफ y रहेको छ। कोफिसिएन्ट अफ x अथवा कोफिसिएन्ट अफ x र कोफिसिएन्ट अफ y भन्नुको अर्थ के हो भन्दाखेरि चाहिँ अब हामीलाई कुनै पनि यो लाइनको एउटा इक्वेसन दिएको हुन्छ। इक्वेसन जस्तै मानौँ 2x + 3y - 6 = 0 मानौँ, यो एउटा इक्वेसन हो हैन। यो इक्वेसनको चाहिँ यो मानौँ एउटा आई इक्वेसन हो। यो इक्वेसनको चाहिँ कोफिसिएन्ट अफ x भनेको चाहिँ x सँग जोडिएर कुन नम्बर आएको छ त हो, त्यो चाहिँ कोफिसिएन्ट अफ x हुन्छ। अनि कोफिसिएन्ट अफ y भनेको के हो भन्दाखेरि चाहिँ y सँग जोडिएर आएको कुन नम्बर छ अथवा अरू कुनै अल्फाबेट छ भने पनि हो। अब यसको फर्मुला के हुने भयो भन्दाखेरि चाहिँ स्लोप यसको स्लोप के हुने भयो भन्दाखेरि चाहिँ कोफिसिएन्ट अफ x भनेको -2 हुने भयो, तर यो -1 कम्पलसरी नै हो, त्यही भएर -2/3 भनेपछि स्लोप m1 स्लोप चाहिँ कति हुने भयो, यो इक्वेसनको स्लोप m1 चाहिँ यो हुने भयो। अब हाम्रो अर्को रहेको छ, अब यसमा पनि स्लोपको पनि दुईटा कन्डिसन हुन्छ। एउटा चाहिँ प्यारालल कन्डिसन, अर्को चाहिँ परपेन्डिकुलर कन्डिसन भन्ने हुन्छ है। प्यारालल कन्डिसन र परपेन्डिकुलर कन्डिसन। प्यारालल कन्डिसनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ m1 र m2 इक्वल हुन्छ भन्नु खोजेको चाहिँ m1 = m2 हुन्छ। जस्तै मानौँ यसको m1 चाहिँ -2/3 आछ भने चाहिँ अब हामीले m2 निकाल्ने बेलामा पनि -2/3 नै आउँछ। जस्तै मानौँ यो एउटा इक्वेसन थियो हैन, यसको यति आयो। अब हामीले मानौँ अर्को इक्वेसन छ, जुन चाहिँ के भन्दाखेरि चाहिँ 4x + 6y - 3 = 0 भन्ने चाहिँ एउटा अर्को इक्वेसन छ। अब यसको हाम्रो स्लोप निकाल्ने फर्मुला के हो, -x को कोफिसिएन्ट -4 अपन y को कोफिसिएन्ट भनेको 6, त्यो भनेको कति भयो भन्दाखेरि चाहिँ -2/3 नै भयो हो। यो भयो, यो आई र आई को उहरू त एन्सर त एउटै आयो, स्लोप त हो। यो कन्डिसनमा चाहिँ यसलाई प्यारालल कन्डिसन भनिन्छ, किन भन्दाखेरि चाहिँ m1 र m2 इक्वल आयो, त्यही भएर यसलाई प्यारालल कन्डिसन भनिन्छ। अब अर्को कन्डिसन भनेको चाहिँ परपेन्डिकुलर कन्डिसन। परपेन्डिकुलर कन्डिसनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ m1 * m2 = -1 हुने गर्दछ। जहिले पनि m1 * m2 = -1 हुने गर्दछ। अब हजुरले क्वेसन कस्तो सोधिन सक्छ भन्दाखेरि चाहिँ 4x + 3y + 3 = 0 इक्वेसनबाट चाहिँ अथवा परपेन्डिकुलर कन्डिसन भएर यो लाइन चाहिँ परपेन्डिकुलर कन्डिसन भएर कुनै पास भएको छ, यसको चाहिँ m2 निकाल भन्न सक्छ हैन।
यसको चाहिँ अर्को स्लोप निकाल भन्छ। अब स्लोप हामीले धेरै जस्तो m1 नै मानिन्छौँ सुरुको, त्यही भएर m1 इज इक्वल टु माइनस कोफिसिएन्ट अफ x भनेको 4 भयो अपन कोफिसिएन्ट अफ y भनेको 3 भयो। अब m2 चाहिँ कसरी निकाल्ने भन्ने छ भन्दाखेरि चाहिँ हाम्रो यो अब क्वेसनमै भनेको हुन्छ परपेन्डिकुलर कन्डिसन कि प्यारलल कन्डिसन भनेर भनेको हुन्छ। अब यदि परपेन्डिकुलर कन्डिसन भनेको छ भने चाहिँ प्यारलल कन्डिसन भनेको छ भने त m1 इज इक्वल टु m2 सिधै यही भयो एन्सर। तर परपेन्डिकुलर कन्डिसन भनेको छ भने के भन्नु पर्यो भन्दाखेरि चाहिँ सिन्स दे आर यता लेखेर दिन्छु, सिन्स दे आर परपेन्डिकुलर m1 इन्टु m2 इज इक्वल टु -1 हुने भयो। अब हजुरले चाहिँ यसलाई के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ अथवा सजिलो अझै सजिलो फर्मुला बनाउँछु भन्दाखेरि चाहिँ m2 इज इक्वल टु -1 अपन m1। हाम्रो यहाँ m1 कति आएको छ -4/3 भनेपछि यता चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ m2 इज इक्वल टु कति आएछ -1 अपन m1 भनेको कति छ -4/3 छ भनेपछि -4/3 यो माइनसले माइनस काट्यो, यो 3 चाहिँ मल्टिप्लाई गर्दा माथि हुन्छ, त्यही भएर m2 चाहिँ यसको कति आउने भयो 3/4 आउने भयो हो। अब यही हो प्यारलल र परपेन्डिकुलर कन्डिसन। अब अर्को कन्डिसन हुन्छ, कन्डिसन त दुईटा मात्रै हो। अब अर्को के हुन्छ भन्दाखेरि चाहिँ यो अब हामीले त यो m1 m2 बन्यो, अब यसको चाहिँ यो एङ्गल कति हुन्छ त निकाल भनेर सोध्छ। अब हामीसँग m1 पनि छ m2 पनि छ भने त एङ्गल निकाल्ने फर्मुला के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जहिले पनि tan थीटा इज इक्वल टु प्लस माइनस m1 माइनस m2 अपन 1 प्लस m1 m2 हुन्छ है। यो चाहिँ कहिले नबिर्सिनु होला है। tan थीटा इज इक्वल टु यदि एङ्गल निकाल भन्यो भने चाहिँ m1 माइनस m2 अपन 1 प्लस m1 m2 इज इक्वल टु के हो। अब यो हामीलाई यो m1 हामीलाई एउटा m1 छ, हामीसँग m2 पनि छ। अब यो भोर्दै गएर हजुरको कति एङ्गल निस्किन्छ, जस्तै अब tan थीटा इज इक्वल टु मानौँ tan 45, जस्तै tan थीटा इज इक्वल टु यो सल्भ गर्दा जाँदाखेरि 1 आयो रे भन्ने मानौँ। त्यसपछि त्यसलाई हामीले कसरी लेख्ने भन्दाखेरि चाहिँ tan थीटा इज इक्वल टु tan भनेको कति हो, tan कति भनेको चाहिँ 1 हो भन्दाखेरि चाहिँ tan 45 भनेको 1 हो, त्यही भएर tan 45 लेखिन्छ। यो थीटा र थीटा क्यान्सल आउट हुन्छ, त्यही भएर थीटा इज इक्वल टु 45 डिग्री हुने भयो। यो चाहिँ यसरी लेख्न पाइन्छ। अब हाम्रो चाहिँ अर्को उसको कुरा गर्ने हो भने चाहिँ हाम्रो चाहिँ अब 2 पोइन्ट फर्मुला भन्ने हुन्छ। एउटा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ दुईटा दिएको हुन्छ हैन, यो कुनै लाइनको इक्वेसन दिएको हुन्छ, त्यसलाई चाहिँ यो एउटा लाइन हुन्छ, यो लाइन चाहिँ यो पोइन्टबाट पास भएको छ भने त्यसको इक्वेसन निकाल भनेर भन्छ। त्यसको लागि चाहिँ हाम्रो फर्मुला के रहेको छ भन्दाखेरि चाहिँ 2 पोइन्ट फर्मुला भन्छ। त्यसलाई चाहिँ 2 पोइन्ट फर्मुला भन्दा नि पासिङ थ्रु फर्मुला भन्छ। पासिङ थ्रु फर्मुला भनेको चाहिँ जस्तै एउटा मानौँ दुईटा पोइन्ट चाहिँ हामीले दिएकै हुन्छ क्वेसनमा, जस्तै मानौँ 2 र 2 दिएको छ भने चाहिँ पासिङ पोइन्ट फर्मुला भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ y माइनस y1 इज इक्वल टु m x माइनस x1 भनिन्छ। यो चाहिँ हाम्रो फर्मुला हो हैन। y भनेको हामीले केही पनि नराख्ने, x र y के फर्मुला निस्किन्छ इक्वेसन जहिले पनि हजुरलाई नै थाहा नै छ। त्यही भएर y1 भनेको चाहिँ यो दुईटा जुन पोइन्ट दिएको हुन्छ त्यसलाई चाहिँ जहिले पनि x1 र y1 मान्ने। अब y1 भनेको चाहिँ हाम्रो 2 भयो, y माइनस 2 इज इक्वल टु यमलाई यो यमको कुरा अहिले म बुझाउँछु, x माइनस x1 भनेको कति छ 2 भन्छ। अब यम भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले जहिले पनि इक्वेसन गर्दै जाँदाखेरि हामीले m2 निकाल्छौँ नि, m2 हो जहिले पनि इक्वेसन अफ फाइन्ड द इक्वेसन अफ स्ट्रेट लाइन पासिङ थ्रु पोइन्ट यति भनेर आयो भने चाहिँ जहिले पनि हामीले m2 लाई नै चाहिँ m मान्नुपर्छ। अब यहाँ m2 कति छ 3 - 4 छ भनेपछि यहाँको m पनि 3 - 4 नै हुने भयो। जहिले पनि हामीले यो लेख्ने बेलामा चाहिँ के भनेर लेख्नुपर्छ भन्दाखेरि चाहिँ इक्वेसन अफ स्ट्रेट लाइन passing through points हाम्रो 2 2 दिएछ 2 2 एन्ड m भनेको चाहिँ हाम्रो m2 हो, त्यही भएर यसलाई चाहिँ डाइरेक्ट हामीले m लेख्छौँ। m इज इक्वल टु कति आएको थियो हाम्रो 3/4 आएको थियो। m इज इक्वल टु 3/4 इज भनेर यो चाहिँ हाम्रो कम्पलसरी लेख्नै पर्छ, नत्र चाहिँ यसले पनि हामीले इक्जाममा चाहिँ गर्ने बेलामा मार्क्स काटिन सक्छ। इज y माइनस y1 इज इक्वल टु m x माइनस x1 हो। यो कुरा चाहिँ नबिर्सिनु होला। यो चाहिँ हाम्रो फाइन्ड द इक्वेसन अफ स्ट्रेट लाइन भन्न सक्छ। अथवा अर्को पनि के हुन सक्छ भन्दाखेरि चाहिँ पासिङ थ्रु पोइन्ट नभनिकन फाइन्ड द इक्वेसन अफ स्ट्रेट लाइन पासिङ थ्रु ओरिजिन भनिदियो भने चाहिँ ओरिजिन भएको बेला चाहिँ के गर्ने हैन, यही
पोइन्टको ठाउँमा 0 0 भनेर हालिदिने हो, अरू केही पनि होइन, एकदम सिम्पल छ। अनि अर्को स्लोप निकाल्ने अर्को फर्मुला पनि हुन्छ, यो मैले भन्न बिर्सेछु सरी। स्लोप निकाल्ने अर्को फर्मुला चाहिँ के हो भन्दाखेरि चाहिँ y2 माइनस y1 अपन x2 माइनस x1। स्लोप निकाल्ने हाम्रो यो पनि फर्मुला छ है। अब कुनै कुनैमा चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ ऊ नदिकिन के भन्छ इक्वेसन नदिकिन हामीले दुईवटा पोइन्ट दिन सक्छ क्या। जस्तै मानौँ 2 र 2 र 4 र 4 यो दुईवटा पोइन्ट दिन सक्छ। यहाँबाट स्लोप निकाल भनिदियो भने चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ कुनै एउटालाई चाहिँ x1 र y1 मान्ने, अर्कोलाई चाहिँ x2 y2 मान्ने। अब यहाँबाट स्लोप के निस्किने भयो भन्दाखेरि चाहिँ y2 माइनस y1 4 माइनस 2 अपन 4 माइनस 2। यो चाहिँ हाम्रो चाहिँ 2 अपन 2 आयो, यो चाहिँ 1 आयो हो। यस्तो हुनसक्छ क्या, बुझ्नुभयो नि। अब हाम्रो चाहिँ यतापट्टि चाहिँ के थियो भन्दाखेरि चाहिँ इक्वेसन दिएको थियो, हामीले माइनस कोफिसिएन्ट अफ x अपन कोफिसिएन्ट अफ y गऱ्यौँ हामीले, त्यही भएर यहाँ सजिलो स्लोप निकाल्यौँ। यसको चाहिँ इक्वेसन नदिकिन कोफिसिएन्ट अफ y x y नदिकिन हाम्रो पोइन्ट मात्रै दियो भने चाहिँ हामीले यसरी स्लोप निकाल्नु पर्ने हुन्छ। अब स्लोप अनि m1 m2 निकाल्ने चाहिँ त्यही प्यारलल र पर्पेन्डिकुलर कन्डिसनै भयो हो। हजुरले कोअर्डिनेट ज्योमेट्री अन्तर्गत रहेको इक्वेसन अफ कोअर्डिनेट ज्योमेट्री अन्तर्गत रहेको इक्वेसन एङ्गल बिट्विन टु स्ट्रेट लाइनको चाहिँ हजुरको फर्मुला भनेको चाहिँ यति मात्र हो। स्लोप कोफिसिएन्ट अफ x र कोफिसिएन्ट अफ गरेर इक्वेसन दिएको बेलामा, अनि त्यसपछि प्यारलल कन्डिसन र पर्पेन्डिकुलर कन्डिसन, अनि त्यसपछि चाहिँ यो अब प्यारल के अरे m2 अर्को इक्वेसन देखाइन, m1बाट कसरी m2 निकाल्ने यदि पर्पेन्डिकुलर छ भने चाहिँ यो एउटा भयो। त्यसपछि त्यहाँको एङ्गल बिट्विन टु स्ट्रेट लाइन फर्मुला, मेन फर्मुला यो भयो। त्यसपछि चाहिँ पासिङ थ्रु पोइन्ट गरेपछि चाहिँ के गर्ने भन्ने कुरा यो एउटा फर्मुला भयो। त्यसपछि दुईवटा पोइन्ट दिएको बेलामा चाहिँ हजुरले स्लोप कसरी निकाल्ने भन्ने यही भयो। हस्, यही हो क्लास 10 को कोअर्डिनेट ज्योमेट्रीको एङ्गल बिट्विन स्ट्रेट लाइनको फर्मुलाहरू। यहाँभन्दा धेरै केही पनि छैन, अरू पनि छ कोअर्डिनेट ज्योमेट्रीभित्र अरू पनि च्याप्टरहरू छन्, त्यसको फर्मुलाहरू पनि र राम्रोसँग डिस्क्राइब पनि म भिडियो लिएर आउने गर्दछु। आजको भिडियोको लागि चाहिँ यति नै। हस्त मन परेमा लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र सक्दो आफ्नो साथीहरूसँग सेयर गरिदिनु होला र एउटा सब्सक्राइब पनि गरिदिनु होला। हस्त, धन्यवाद। जय नेपाल।